यो साइले ज्वाइँले पठाउनु भएको माछा पकाउने तयारी ए सबै यसबाट टमाटरहरू प्रसेसहरू सबै भइसकेको छ यहाँनिर अनि अलिकति अदुवा लसुनको लागि चाहिँ मेरो छोरीले यहाँ पिस्दैलाई तयारी अदुवा लसुन उसले पिस्छ म अरू तयारी भइसक्यो म अब पकाउन थाल्छु सुरु गर्छु A few moments later के विषय हजुर ढेँडा मसला ठिक छ बब्बा लेपा किन यो ढेँडा मसलाको थाहा छ यस के यस साइला पुसाइले हाम्रो पहाडबाट ल्याइदिनु भएको माछा पाहाडबाट पठाइदिनु भएको माछासँग खाने ढिँडो चाहिँ यहाँ पस्काइँदैछ खाए ल भनेर अब पहिला सुनेको थियौँ राखोलाको माछाले बाक्सिला बजारमा आएर ढिँडो सबै सकायो भनेको थियो ए राखोलाको माछा आज पठाउनु भएको छ ज्वाइँले ऊ ढिँडो मस्काइँदैछ तर यो चाहिँ धरानमा है फेरि अब ढिँडो मजाले खाइन्छ A few moments later है राखोलाको माछा ताफलाको ढिँडो लाउँछ अब पिराम्रो है वाह 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 क्या कमाल की चीज है कति तितो यो ढिँडो चाहिँ मैले बनाएको तापखोलाको ढिँडो नि देखाउनु राखोलाको माछा यहाँ देखाएँ कसले पठाएको आलुलाई साइला पुसाइले हेरौँ बाबा धन्यवाद साइला पुसाई धेरै माया गर्नुभएकोमा टोपो दिन्छ टाउको खामसाङमिदा थोप्रा आरिगातो के बस स्टिलको थालमा खाने हामी चाहिँ यस्तो थालमा मसरुमकोमा खाने ए हाम्रो त तपाईँहरूको त सर्जेस आज ढिँडो चाहिँ मजाले खाने भयो सुनेको थियौँ पहिला राखोलाको माछाले तापखोलाको ढिँडो सकायो भनेको सुनेको थिएँ मैले आज सकिने भयो यो साग खोलाको फेरि यता साग खोला खाना दिइराखेँ मलाई साग खोला त्यहाँ जल्दी देख्छ भने न We are a happy family guys रिजल्टमा चाहिँ गुनी छैन ल ढोसी चाहिँ यहाँ छ यस्तो लगेको छ त्यसमा दिदी रिजल्ट आइसक्यो त तर हो यता चाहिँ गर न यिनीहरू चाहिँ पाहुनाहरू भनेर लाउनुपर्छ कि सो गाइस बोल्ने चाहिँ म पाहुना हो साउथ कोरियाबाट आएको होइन अब यस्तै हो मिसमा दिदी रिजल्ट आयो त मिसमा दिदी चुप र रिजल्ट आयो त इस्माइलको अन्त साह्रो बेसारे तपाईँ एमा अङ्कलले देख्दै बाबा म त भयो उयो खान्छ एक दफा सबभन्दा माछामा डेमा यो खानु भिटामिन यो भिटामिन कति वर्षमा खाइ तर कति चितो तर यो चाहिँ खै मम्मीको कुरालाई हो कि मेरो कुरालाई हो ज्वाइँले पठाइदियो दियोस् साग खोलाको साग खोला है सावा खोला जुङैले मुडी मुडीको आशीर्वाद राखोलाका माछा खुवाउनु भयो अब अहिले अब नाति जन्मिन्छ कि नाति नि अझ अर्को जौँली पनि जन्माउनु अर्को चोटि जम्ली अर्को ट्रिप चाहिँ 10 जना लाग्यो एकै न हजुर एकैमा दर्दैन 3 जना भए हुन्छ हौ एकैचोटि तर दुईटा दुई भाइ एक बहिनी भए भइहाल्छ हौ आफूलाई फेभरेट ग्लास देखाउनु त कस्तो आरएसको त्यो हो कुन देखा उचाल भाइ देखेको छ मम्मी एमा ए म सानो भए पनि ठुलै रोज्छु मुमा चाहिँ हुन्छ झ्यानफुल खै झ्यानफुल मम्मीको फेभरेट देखाउँदा एमा मम्मी खानुहुन्न भन्न मम्मीको चाहिँ यो म देखाइदिन्छु म त खाएँ पनि बाबा त खाँदैन बाबा त स्टिङ हो अनि एउटा चाहिँ यहाँ के अरे
स्टिलको गिलासमा अनि म चाहिँ यसमा दिस इज माई फेभरेट कप सुँगुरका मासुमा पकाइने भन्छ यो त्यसले पनि के भन्छ के गर्ने भन्नु बेला ल सुँगुरको मासुमा पल्क्यो अरे कहाँ देउटा बोझा छन्